साथी गुड मर्निङ। मेरो चाहिँ बिहानको सुरु चाहिँ यसरी हुन्छ है साथीहरू, देख्नु हेर्दै गर्नु होला हो। अघि 6:30 बजीतिर उठेर चाहिँ मुखसुख धुँदा यताउति गर्दा चाहिँ 7 बजी गयो। अनि म चाहिँ किचनमा आउँदैछु। किचन आएर चाहिँ पहिला सुरु चाहिँ यहाँनिर चाहिँ सनाक्सिनी गरेर चाहिँ आगो फुक्नु आँटेको मेरो छोरीले चाहिँ आगो फुक्नु नदिएर, काम गर्नु नदिएर यस्तो बिजोक भइराखेको छ हो। यसरी कुदिरहन्छ, गाडीमा राखिदिएको कि उसको वाकरमा, र पनि उसलाई भुइँमा जार भन्दै चाहिँ अनि त्यहाँ क्यामेरा देखेर चाहिँ उसको अगाडि गएर उभिरह्यो क्या उसले चाहिँ। के जस्तो लाग्यो हो कुनै। अनि उसलाई चाहिँ यता हटाइदिएँ मैले हो। डिस्टर्ब चाहिँ यस्तो खतरा डिस्टर्ब गर्छ कि ऊ, फेरि पनि त्यसो गर्छ हो। लाउ न, यो यस्तो छ नानीसँग, गाह्रो छ। मर्छ पनि मेरो नानीले, बिजोगी लगाइराखेको छ हो। नानी न हल्ला नगर न, हेलो भनिदियो त, हेलो साथीहरू भनिदेऊ न ल। म आगो फुक्छु नि ल, यता हेर्नु, हेलो भनिदिनु, म आगो फुक्छु ल। यस्तो छ हो बेहोरा चाहिँ। हाँसिदिएको चाहिँ आगो फुक्नु दिँदैन हो मलाई चाहिँ नानीले हो, कामै गर्न दिँदैन होइन। अगाडि पछाडि गरेर चाहिँ लगाउँछ। अहिले एकछिनबाट चाहिँ म उता ठुलो घरमा लगाइदिन्छु। अनि तब बल्ल चाहिँ खाना पकाउँछु हो। अब चाहिँ म आगो फुकेर चुलोमा पानी पनि तताइदिइहालेँ हो। अब चाहिँ म चिया खान्छु हो। बिहानको सुरुमा चाहिँ चिया नखाइ त हुँदैन हो। तागतै आउँदैन चिया खायो भने चाहिँ बल्ल तागत आउँछ क्या। अनि तब चाहिँ बल्ल खानासाना पकाउने हो अनि खाने हो। तब चाहिँ बिहानको सुरु चाहिँ चियाबाट सुरु हुन्छ है साथीहरू।